नेपालमा मध्यम वर्ग किन गरिब रहन्छ? यसको पछाडि नेपाल हात छ। के तपाईले कहिल्यै सोच्नु भएको छ कि नेपाल विश्वको सबैभन्दा गरिब अर्थतन्त्र बनेको छ? तैपनि तपाई मिडल सेक्समा हुनुहुन्छ। तपाई किन धनी महसुस गर्नुहुन्न? किनभने हाम्रो समाज, हाम्रो परिवार, हाम्रो शिक्षा प्रणाली तपाईलाई गरिब राख्नको लागि डिजाइन गरिएको हो। तपाईलाई सधैँको लागि दास बनाउँछ। मध्यम वर्गीय दास। हाम्रो दिमागमा यो कुरा बसेको छ कि हरेक धनी व्यक्ति गैर कानुनी रूपमा कमाएको कमाईमा बाँच्दछ। परिवारसँग पैसाको बारेमा कुरा गर्नु भनेको आफ्नो सम्पत्तिमा हिस्सा माग्नु हो। तपाई आफू र आफ्नो परिवारलाई मध्यम वर्गबाट बाहिर निकाल्न सफल हुनुहुनेछ। यो भिडियो माइन्डसेटको लागि हो। एक बौना जसले 10 लाख नेपाली फिर्ता तान्यो। म मध्यम वर्गको पासोबाट बाहिर निस्कने प्रयास गर्नेछु। यसको लागि हामीले यो भिडियो बनाएका छौं। यदि तपाई 2026 मा फरक हुन चाहनुहुन्छ भने तल कमेन्ट गर्नुहोस् र म मध्यम वर्ग होइन भन्नुहोस्। कारण तपाई भिडियोको तल्लो भागमा पक्कै पुग्नुहुनेछ। ट्र्याप नम्बर 1, बलिउडको सबैभन्दा विषाक्त चलचित्र। किनभने चलचित्रहरूले तपाईको दिमागमा छाप छोड्छन्। किनभने चलचित्रहरूले तपाईको दिमागमा छाप छोड्छन्। कि तपाईका आमाबाबु सधैँ सही हुनुहुन्छन्? र यदि तपाई आफ्ना आमाबाबुसँग असहमत हुनुहुन्छ भने तपाई एक खराब बच्चाहरूको रूपमा प्रस्तुत गरियो। त्यसैले म तपाईलाई सत्य भन्न चाहन्छु। तपाईका आमाबाबु भगवान होइनन्। किनभने भगवानले मात्र गल्ती गर्दैनन्। तपाईका आमाबाबु असल मान्छे हुन् र तिनीहरूको मनसाय राम्रो छ। तर असल मनसायले पनि गल्ती निम्त्याउन सक्छ। तर केही अभिभावकहरूले कडा परिश्रमबाट कमाएको पैसा लगानी गर्न सक्छन्, तर आफ्ना छोराछोरी वा आफ्नो जीवनसाथीलाई उनीहरूले के लगानी गरे र कसरी पहुँच गर्ने भनेर बताउन बिर्सन्छन्। यसको कारण फरक हुन सक्छ। कतिपय परिवारहरूमा परम्परा र अनुशासन यस्तो हुन्छ कि पैसाको बारेमा कहिल्यै छलफल गरिँदैन। र यदि तपाईले गल्तीले यो विषय उठाउनु भयो भने तपाईलाई मेरो सम्पत्ति हडप्ने बारेमा प्रश्न सोध्ने बच्चा भएको शंका गरिनेछ। बच्चालाई ममा होइन मेरो पैसामा रुचि छ। तपाईको मनसाय जतिसुकै स्पष्ट किन नहोस्। यसलाई म बगैँचा सिन्ड्रोम भन्छु। आजका आमाबाबुले बुझ्नुपर्छ कि सबै बच्चाहरू ती बगैँचा बच्चाहरू जस्ता हुँदैनन्। त्यसैले यो विषाक्त चलचित्रको पर्दाफासको लागि लाइक गर्नु आवश्यक छ। तपाईको सहयोगले हामी अगाडि बढ्न थप मद्दत गर्न सक्छौं मालिक। नेपालमा 10% भन्दा कम मानिसहरूले आफ्नै इच्छापत्र बनाउँछन्, जबकि अमेरिकामा यो संख्या 46% छ। इच्छापत्र यति विवादास्पद मुद्दा हो कि म सायद मेरा आफ्नै आमाबाबुसँग पनि यसबारे छलफल गर्न सक्दिन। कसलाई थाहा छ यसको अर्थ के हो? तर इमानदारीपूर्वक भन्नुपर्दा कसलाई हानि हुन्छ? तपाई ट्विटरमा देख्न सक्नुहुन्छ कि कसैको हजुरबुवाले पहिलो खबर साझा गर्नुभयो। अनि कसैलाई थाहा थिएन? फार्म खोलेर शेयर प्रमाणपत्र पाउनुभयो। 10 लाख पैसा लगानी गर्नुभयो र आज यसको मूल्य कति छ? कल्पना गर्नुहोस्, यदि केही भयो र कसैले पनि शेयर प्रमाणपत्र पाएनन् भने के हुन्छ? कसलाई थाहा छ नेपालमा कति मानिसहरू यसरी गरिबीमा बाँचिरहेका छन् किनभने उनीहरूलाई आफ्नो बुवाको लगानीको बारेमा थाहा छैन। सबैले स्टकमा लगानी गर्दैनन्, तर सबैको बैंक खातामा पहुँच छ। धेरैजसो अवस्थामा बैंक खाताहरूमा नामित व्यक्ति हुँदैनन् वा तिनीहरू एकल खाताहरू हुन्छन् जुन खाताधारक बाहेक अरू कसैले सञ्चालन गर्न सक्दैन। मानिसहरूले बिर्सन्छन् कि तिनीहरूसँग खाताहरू छन् र तिनीहरूले त्यहाँ खाता खोलेको कुरा कसैलाई पनि भन्दैनन्। फाइनान्सको बारेमा खुलेर कुराकानी नगर्नु मध्यम वर्गीय पासो हो जसबाट तपाई बाहिर निस्कन सक्नुहुन्छ। केही पनि होइन, केवल बेसिक डायरी वा एक्सेल पाना राख्नु जहाँ सबै डेटा भण्डार गरिन्छ अनि मानिसहरूले यो चीज तपाईसँग नभए पनि पहुँच गर्न सक्छन्। यस्ता साना कदमहरूले तपाईको परिवारलाई भविष्यको गरिबीबाट बचाउन सक्छ। तपाईसँग एनआरबी पोर्टलमा कुनै दावी नगरिएको निक्षेप छ कि छैन भनेर चेक गर्न सक्नुहुन्छ। तपाई म्युचुअल फन्ड सेन्ट्रल पोर्टल मार्फत आफ्नो दावी नगरिएको म्युचुअल फन्ड्सहरू पनि चेक गर्न सक्नुहुन्छ। एक मध्यम वर्गीय अभिभावक। ऊ कडा परिश्रम गर्छ, आफ्नै तरिकाले लगानी गर्छ, आफ्नो आवश्यकतालाई एकातिर राख्छ, आफ्ना छोराछोरीको बारेमा सोच्छ, सबै गर्छ तर बोल्दैन।
अनि त्यसैले उसले आफ्नो अर्को पुस्तालाई मध्यम वर्गमा छोड्छ। ट्र्याप नम्बर 2, मेडिकल बिल्स, जहाँ मानिसहरूले विभिन्न टोलीहरूको लागि मेडिकल बिल कति लाग्छ भन्ने बारेमा रियल लाइफ अनुभवहरू साझा गरे। कसैको 1 लाख बिल थियो, कसैको बाइपास सर्जरीको 2.5 लाख हो, कसैको सडक दुर्घटना भयो जसको कारणले 9.5 लाख रुपैयाँ खर्च भयो। मध्यम वर्ग अर्थात् हामी सबै गरिबी, ऋण र बर्बादीबाट पीडित छौं। आज अवधि र स्वास्थ्य बीमा एक आवश्यकता छ। मानिसहरू सोच्छन् कि स्वस्थ हुँदा प्रिमियम तिर्नु बर्बादी हो। सत्य यो हो कि प्राइभेट अस्पतालहरूमा मेडिकल बिलहरू चाँडै बढ्ने गर्छन् र समयमा त्यो आपतकालीन अवस्थामा मानिसहरूलाई के गर्ने थाहा हुँदैन। विशेष गरी हाम्रो सडकमा लापरवाही ड्राइभिङ, गाडी चलाउँछन्, गलत साइडबाट गाडी चलाउँछन् र सिग्नलमा नरोकिएर आफ्नो जीवनलाई मात्र जोखिममा नपार्ने, अन्य पदयात्रीहरूको जीवनलाई पनि जोखिममा पार्ने र नेपालको कानुनमा पीडितलाई पीडित बनाउने ड्राइभर वा ट्रान्सपोर्ट कम्पनीबाट धेरै कम क्षतिपूर्ति बेहोर्छन्। अब यो अवस्थालाई उल्टो पारौं। कसरी आधा मनको वित्तीय प्लानिङले परिवारको आर्थिक अवस्थालाई पूरै रूपमा नष्ट गर्न सक्छ र कुन अवधि बीमाले त्यो आर्थिक अवस्थालाई नष्ट गर्न सक्छ। कल्पना गर्नुहोस्, एउटा परिवार ऋणमा घर किनिरहेको छ, साथै म मेरो बच्चाको शिक्षाको लागि एसआइपी चलाउँछु र सम्पूर्ण परिवार एकजना कमाउने व्यक्तिमा निर्भर छ। यदि यो कमाउने व्यक्तिलाई केही भयो भने सबैभन्दा ठूलो तनाव ऋण कसरी तिर्ने र उपलब्ध लगानी कसरी निरन्तरता दिनुपर्छ। अवधि बीमा लिटरली यस्तो अवस्थाको लागि डिजाइन गरिएको छ। किनभने बीमा पोलिसीहरू ऋण तिर्न वा उपलब्ध लगानी जारी राख्न मद्दत गर्छन्। म बीमा कम्पनीहरूको प्रचार गरिरहेको छैन, तर यसले आपतकालीन अवस्थामा हामीलाई पुनः स्फूर्ति दिन मद्दत गर्छ। नेपालमा देखाउने अनौठो रोग छ र इन्स्टाग्रामको बुद्धिमत्ता झनै गम्भीर भइरहेको छ। हरेक 2 महिनामा नयाँ प्रवृत्तिहरू देखा पर्छन्। अमेरिकामा लगभग $20 वा लगभग 35 रुपैयाँ पर्ने यो स्ट्यानली कपको मूल्य नेपालमा 8,900 रुपैयाँदेखि सुरु हुन्छ। केही रङहरू 15,000 देखि 25,000 रुपैयाँसम्म पर्छन्। हलिउड र बलिउड सेलिब्रिटिजहरू प्रदर्शन भिडियोहरूमा जिममा र जिमबाट फर्किँदै यस्ता बोतलहरू बोकेर हिँडेको देखिन्छन्। अनि नेपाली सोच्छन्, वाह कस्तो बोतल। अब अमेरिकामा सामान्य पानीको बोतल र स्ट्यानली कप बीच धेरै मूल्य भिन्नता छैन, त्यसैले सायद उनीहरूको लागि स्ट्यानली कप लिनु अर्थपूर्ण हुन्छ। र हाम्रो लागि यदि एउटा स्टिलको बोतलको मूल्य 500 पैसा छ भने म समान सुविधाहरूको लागि किन 10 गुणा वा 20 गुणा बढी तिर्ने। तर केही नेपालीहरू छन् जसले आँखा चिम्लेर प्रवृत्तिहरू फलो गर्छन्, त्यस्तै देखिने पुतलीहरूको प्रवृत्तिलाई कहिल्यै महसुस गर्दैनन्। अनि रबरको वर्षा स्यान्डलमा जिबिट लगाउने प्रवृत्ति छ। यो केवल जेन जेडको समस्या होइन। समुद्रमा जानु मानिसहरू सोच्छन् कि एलभी बेल्ट लगाउनु, स्मार्ट वाच लगाउनु, आइफोन प्रयोग गर्नु शो अफ होइन। यदि घरमा मार्बल प्रयोग गरिन्छ भने यो इटालियन मार्बल हुनुपर्छ। टाटा महिन्द्रा कार कसले प्रयोग गर्नुपर्छ? यदि यो जर्मन कार हुनुपर्छ भने यो स्कोडा हुनुपर्छ। यदि तपाईँ आफ्नो हनीमुनको लागि युरोप जानुहुन्न भने कसैले बुझ्दैन। गरिब मान्छेसँग विवाह गर्नु। आज सामाजिक सञ्जालको कारण हाम्रो सफलताको परिभाषा पूर्ण रूपमा पश्चिमीकरण भएको छ। तपाईसँग बजेट होस् वा नहोस्, तपाईले एउटा प्रोजेक्ट गर्नुपर्छ। सफलताको छवि। यदि तपाईँ सफल हुन चाहनुहुन्छ भने यसलाई नक्कली बनाउनुहोस् जबसम्म तपाईँ यो गर्नुहुन्न। त्यसैले मध्यम वर्गले ऋण लिनेछ, भव्य रूपमा विवाह गर्नेछ र त्यसपछि अर्को 10 वर्षसम्म ओभरटाइम काम गर्नेछ ऋण चुक्ता गर्न, किनभने मानिसहरू ऋणमा डुबेका छन्। कुनै पनि दबाव बिना साधारण विवाह गर्नु बढी राम्रो देखिन्छ। र त्यति मात्र होइन, मानिसहरू विवाहको लागि यात्रा गर्छन् वा महँगो सामान किन्छन् वा ठूलो व्यक्तिगत ऋण लिन्छन्। यदि तपाईँ यस झन्झटबाट बाहिर निस्कन चाहनुहुन्छ भने यहाँ एउटा कुरा छ। बुझ्नुहोस् कि साँचो धन भनेको पैसाले किन्न नसकिने कुरा हो, यो अर्जन गर्नुपर्छ। मायालु घर, स्वस्थ शरीर र आरामदायक निन्द्रा तपाईको व्यक्तिगत धन हो जुन तपाईँ इन्स्टाग्राममा पोस्ट गर्न सक्नुहुन्न। जब ट्रेन्ड परिवर्तन हुन्छ, के धन ट्रेन्डबाट बाहिर जान्छ वा यो सधैँ सान्दर्भिक रहन्छ? तपाईको पछाडि तपाईको हात छ। तपाईसँग तपाईको मेहनतले कमाएको पैसा छ, त्यसैले तपाईले यसलाई कसरी खर्च गर्नुपर्छ भनेर भन्ने म को हो?
तर जब तपाईँ पैसा खर्च गर्दै हुनुहुन्छ, आफैलाई सोध्नुहोस् के तपाईँ यो आफैको लागि गर्दै हुनुहुन्छ वा गर्दै हुनुहुन्छ जमिनको लागि। म उदाहरणसहित ट्रेन्डहरू कति मूर्ख छन् भनेर व्याख्या गर्न चाहन्छु। जस्तै मानिसहरू स्ट्यानली कप हेर्न जिम जान्छन्। मानिसहरूले स्ट्यानली कपहरूलाई ठूलो फ्यासनसँग प्रस्तुत गर्छन्, तर के तिनीहरूलाई थाहा छ कि यी टम्बलरहरूले युनाइटेड स्टेट्समा मुद्दाको सामना गरिरहेका छन्, दाबी गर्दै कि तिनीहरूको भ्याक्युम इन्सुलेसनमा सिसा छ र तिनीहरूको वार पिपललाई कुनै चेतावनी दिइएको छैन। यो यति पुरानो होइन। डिसेम्बर 2024मा कम्पनीले 26 लाख कप फिर्ता बोलायो किनभने तिनीहरूले विश्वभर 38 जनालाई जलाएर घाइते बनाएका थिए। किनभने मानिसहरूलाई थाहा थिएन कि अदुवाको पानी कति तातो रहन सक्छ। र यी सबै मुद्दाहरू